फाइनली गाइस फाइनली आइपुग्यो है आमा यो चाहिँ सिस्टरको घरहरू चाहिँ देख्न सक्नुहुन्छ है सर्लक्क लगाएर तपाईँहरू चाहिँ यही भिडियो हेरेर तपाईँहरू पनि आउन इच्छुक हुनुभयो आउन मन लाग्यो यस्तो गर्मीको टाइममा नुहाउन मन लाग्यो भने चाहिँ सर्लक्कै यसरी आउन सक्नुहुन्छ है हामी चाहिँ आइसक्यो है हामी चाहिँ फाइनली आइसक्यो अब सर्लक्क लगाएर पार्किङ सार्किङ यता होला यहाँभित्र पार्किङ सार्किङ गरेर अब के छ कस्तो छ यताको सिस्टम ट्याक्क नुहाइधुवाइ गरेर हिँड्नु नि नुहाइधुवाइ गरेर हामीले निस्किहाल्छ आम्बो ल यहीँ त रहेछ नि फाइनली आइपुग्यो है गाइस फाइनली यहीँनिर त रहेछ नि ल ट्याक्क अब हेरी चाहिँ सिक्ने ल्याम्डुम एकछिन स्विमिङ हान्ने अनि लामो चल्दिहाल्ने लगाइट खासै ठुलो त होइन रहेछ है तै पनि मान्छेहरू लगभग 2-3 घन्टाको यात्रा गरेर यत्रो आज चाहिँ यत्रो साथीहरू आउनु भएको रहेछ सर्लक्क है सररररर यहाँनिर पुल पनि रहेछ एउटा है लगभग पर मेन हाइवेदेखि पनि 10-15 मिनट लाग्दो रहेछ है गाइस तपाईँहरू नझुकिने होला हामी चाहिँ झुक्यौँ एकलट झुकेर माथि आधी बाटो पुगिसकेको थियौँ कहाँनिर झुक्या के झुक्या म अहिले जाँदाखेरि बनाइदिन्छु है तपाईँहरूलाई चाहिँ तार जाली सबै तार जालीको व्यवस्था पनि रहेछ ओहो ए जालीको व्यवस्था रहेछ यहाँ भित्र देखेँ ल है अब भित्रै गएर बनाउँछु है गाइस ल